धनगढीमा जेन्जीको असर एकदमै बढ्दै गइरहेको छ। वेलकम छ अर्को मिनी ब्लगमा। त्यस्तो राम्रो ब्लग बनाउनु त आउँदैन, तर आफ्नो 100% चाहिँ दिइरहेको छु। बिहान उठेर ब्रस गरेर फ्रेस भएर आफ्नो लागि चिया पकाएँ। चिया र चिउरा खाइसकेपछि टक्क कपडा सपडा लगाएर पर्फ्युम सर्फ्युम छरेर पसल जान रेडी भएँ। सरर लागेँ म पसलतिर। पसल पुगेर सरसफाइ पनि गरेँ। अनि हाम्रो सेती अस्पतालले चाहिँ जेन्जीको लागि जेन्जी क्लिनिक बनाएको रहेछ र पार्क मोडमा यो जेन्जी माग्दा सबैलाई थाहै नै होला। एक्कासी मलाई पनि जेन्जी भनेर एक्कासी जोस आयो र आफूलाई मोटिभेट गर्दै भ्लग बनाउन भर्खर स्टार्ट गरेको छु। भ्युज आए पनि नआए पनि भ्लग बनाउन चाहिँ छोड्नुहुन्न, आफ्नो 100% चाहिँ दिनुपर्छ भन्दै राति म लागेँ घरतिर। अब राति यतिको खाना भएपछि त कस्तो राम्रो निद्रा लाग्ने रहेछ। अब आजलाई यति नै छ। भिडियो मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। धन्यवाद।